दर्शक श्रोताहरू भुन्टी भागमा हजुरहरूलाई स्वागत छ। साथीहरू, यति बेला भुन्टीसँग ठोकिने एक युवा भने अरू कोही नरहेर पहिले नै भुन्टीलाई माग्न गएका एक व्यक्ति रहेका हुन्छन्। साथीहरू हो साथीहरू, यता भुन्टीलाई भने ती व्यक्तिसँग ठोकिएर पनि आफ्नो आफ्नो बाटो लाग्दा समेत केही ख्यालसम्म छैन, केही हेक्का राखेकी छैनन्। भुन्टीले पहिले नै ती युवालाई कहीँ कतै देखेको हुनुपर्छ भनेर कहीँ कतै मनन भनी पक्कै गरेकी छिन्। साथीहरू, अब ती युवाले भने अलि पर पुगेपछि त्यस्तो भन्ने मान्छे विवाह नै गर्दिन भनेर मलाई यसरी लखेट्ने मान्छे कस्तो व्यक्तिसँग विवाह गरेकी होलिन् त? उनको सिउँदोमा सिन्दुर गलामा पोते देखेपछि अचम्ममा परेका छन्। साथीहरू, भुन्टी कस्तो व्यक्तिसँग विवाह बन्धनमा बाँधेकी रहेछिन् त? मैले उनको बारेमा केही जान्न पाएँ भन्ने जिज्ञासा पनि पक्कै पनि उत्पन्न भएको छ। पक्कै पनि ती व्यक्तिले भुन्टीलाई मनैदेखि माया गरेको हुनुपर्छ। हो साथीहरू, अब भुन्टीले भने त्यस अवस्थामा अब कोही कसैसँग पनि विवाह नगर्ने निर्णय लिएर आफ्नो बुवा आमाको लागि मात्रै बाँच्ने एक छोरी बनेर त्यस घरलाई सुन्दर बनाएर बुवा आमा पालेर बस्ने निर्णय गरेर नै ती युवालाई त्यति बेला लखेटेकी हुन्छन्। हो साथीहरू, अब यसै क्रममा यसरी ठोकिएपछि भने ती युवाले ख्याल गरेका छन्। अब यति भनेर भुन्टी सामु गएर अब केही कुरा गर्न तर्फ लागेका हुन्छन् भने भुन्टी भने निकै डराएर अघि लड्दा केही नोक्सान पुग्यो कि, तपाईँको केही किताबहरू च्यातिए कि, त्यसका नोक्सान मैले बेहोर्न सक्दिनँ है। मैले सामान किनेर सबै फिर्ता आएको पैसा जेठानी दिदीलाई हिसाब किताब सबै बुझाउनु पर्ने हुन्छ। त्यसै अवस्थाले पनि मसँग केही पैसा छैन। तपाईँको किताबै च्यातिएको भए पनि म तिर्न सक्दिनँ भनेर पहिल्यै भनेकी हुन्छन्। यस्तो कुरा सुनेर ती युवा भने हाँसेका हुन्छन्। हो साथीहरू, मुसुक्क हाँसी मैले तपाईँसँग नोक्सानै भएको भए पनि पैसा लिँदिनँ। फेरि मेरो केही नोक्सान पुगेकै छैन। पहिलेको जस्तो तपाईँले मान्छेलाई लखट्न छाड्नुभयो भनेपछि भुन्टी भने के भन्दै हुनुहुन्छ भनेर अझै कुरा बुझेकी छैनन्। साथीहरू, भुन्टीले ख्यालसम्म राखेकी छैनन् ती युवा हुन् भन्ने कुराको। हो साथीहरू, अब भुन्टीले चिनिन् भने दुवैजना बीच कस्तो सम्बन्ध होला त? के साँच्चै भुन्टीलाई यति धेरै माया गर्ने व्यक्तिसँग भुन्टीको सम्बन्ध जोडिएला त? के होला त? यता भुन्टीलाई ससुरा बुवाले पनि सदाका लागि भूपेन्द्रको घरबाट निकालिदिएका छन्, भूपेन्द्रको जिन्दगीबाट निकालिदिएका छन्। भूपेन्द्रले आफ्नो जिन्दगीबाट पहिले नै भुन्टीलाई निकालिदिइसकेका थिए। साथीहरू, अर्कै केटीसँग विवाह बन्धनमा चाँडोभन्दा चाँडो बाँधिन चाहन्थे भने भुन्टीलाई आफ्नो सम्बन्धदेखि यानि कि आफूबाट टाढा पठाउन चाहन्थे। चाँडैभन्दा चाँडै भुन्टीसँग छुटकारा पाउन चाहन्थे। यो दृश्य हामी सबैले बुझिसकेका छौँ। यस्तै अवस्थामा पनि भुन्टीको आँसुको कारण पनि यति बेला भूपेन्द्र भेटमा यस्तो अवस्थामा देखिएको हुनुपर्छ। साथीहरू, पक्कै पनि भूपेन्द्रलाई भुन्टीको श्राप लागेको हो, आँसुले बोलेको हो। यति धेरै घरमा माया र सद्भावका साथ यति धेरै प्रेम गर्ने आफ्नी श्रीमती हुँदा अरू पर स्त्रीसँग भूपेन्द्रले विवाह बन्धनमा बाँधिन चाहन्थे। हो साथीहरू, अब पक्कै पनि भूपेन्द्र भुन्टी सामु झुक्नेछन्। यस्तो समस्या यातना पीडाहरू कतिन्जेल सहेर बस्लिन् र त्यो घरमा भुन्टीले। हो साथीहरू, सदाको सदा भुन्टीलाई पीडा र यातना त्यस घरमा कहिल्यै हटेन। दुःख, आँसु, पीडा, रोदन, यातना पीडाहरू सधैँ सहेर आइरहेको अवस्थामा अब यता धेरै माया गरेर छोरी जस्तै मान्ने ससुरा बुवाले पनि यति बेला यस्तो कठोर निर्णय लिएर अब भुन्टीले सुख पाउनै पर्छ। मेरो यस घरलाई छाडेर गइनन् भने भुन्टीले कहिले पनि सुख पाउने छैनन्। भुन्टीले यस घरलाई छाडेर जानै पर्छ। अब मैले नरम र राम्रो सद्भावका साथ बोले भने भुन्टी पक्कै पनि यस घरलाई छाडेर जाँदिनन्। मैले रुखो बोल्नै पर्छ, भुन्टी सामु नराम्रो व्यवहार गर्नै पर्छ, अनि मात्र भुन्टीले यस घरलाई सदाका लागि छाडेर जानेछिन्। अनि भुन्टीको जीवनमा खुसी आउनेछ, भुन्टीले सुख पाउने छिन् पक्कै पनि। यही देख्न चाहन्थे। साथीहरू, यता भुन्टीका ससुरा बुवाले यसै कारण पनि यति बेला भुन्टीका ससुरा बुवाले यस्तो कठोर निर्णयका साथ भुन्टीलाई त्यस घरबाट निकालिदिएका छन्। हो साथीहरू, अब भुन्टीको मनमा के बितिरहेको छ त? ससुरा बुवाले भुन्टीलाई सुख र खुसी देख्न पाइन्छ भन्ने सोचले त यसरी निकालिदिए। के साँच्चै अब त्यस घरलाई छाडेर गएपछि भुन्टी साँच्चै नै खुसी होलिन् त? के होला त साथीहरू? सुखी र खुसी भएर बाँच्न सक्लिन् त?
अब हजुरहरूको मनमा के लाग्छ? ससुरा बुवाले लिएका यस्तो निर्णयलाई हजुरहरूले के भन्न चाहनुहुन्छ? हजुरहरूको मनमा आएका जिज्ञासा पनि हाम्रो तलको खाली कमेन्ट बक्समा राख्न नभुल्नुहोला। साथै हामीले ल्याएका यस्तै यस्तै रिभ्यू भिडियो हजुरहरूलाई यदि मनपर्छ भने हाम्रो यस च्यानललाई सब्सक्राइब पनि गर्न नभुल्नुहोला है त। भन्दै आजको यस रिभ्यू भिडियोबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद।